Kathmandu, Maldives. Hi public, this is Neha, a public health student trying to document a winning day in my life. So म चाहिँ कलेज जानको लागि रेडी हुँदै थिएँ आमा एन्ड मैले चाहिँ यो लिपिडको मोइस्चराइजर लगाइरहेको छु किनभने मेरो स्किन टाइप चाहिँ एक्सट्रिमली ड्राई हो एन्ड फर द सनस्क्रिन आई एम युजिङ एक्वालोजिकाको हाइड्रेट प्लस टिभी सनस्क्रिन र म यसै गरी रेडी भएँ अनि वी वर गेटिङ लेट किनभने आज हाम्रो ड्रामा पर्फर्मेन्स थियो र हामीले क्लासमा गएर एकछिन रिहर्सल गऱ्यौँ र त्यसपछि फेरि हाम्रो सन्डे कलेजमा हेल्थ एजुकेसन एक्जिबिसन हुनाले एकछिन एक्जिबिसनको काम पनि गरेर अनि सबै काम चाहिँ सन्देशलाई थमाएर हामीहरू चाहिँ फेरि गयौँ त्यसपछि आइसार म होस्टेल गयौँ किनभने खाना पनि खान्थ्यो रेडी पनि हुन्थ्यो त्यहाँपछि खाना खाएर रेडी हुने तर्फ लाग्यौँ एन्ड दिस धोती वाज माई आउटफिट फर द डे अनि मेरो रुममेट बहिनीले चाहिँ मलाई धोती लाउन हेल्प गर्यो अनि मेरो धोती लुक चाहिँ यस्तो देखिरहेको थियो धेरै धन्यवाद मेरो रुममेटलाई आजको हाम्रो ड्रामामा मेरो रोल चाहिँ काकीको थियो त्यसैले मैले धोती लगाएको थिएँ अनि थोरै डट एन्ड कीको टिन्टेड सनस्क्रिन लगाइदिएको अनि त्यहाँपछि आशिकाले कपाल बाट्नमा हेल्प गर्यो अनि यो रातो टिका लगाएर चाहिँ मलाई एकदमै लाज लागिरहेको दिस काकी वाज अल सेट रेडी फर हर ड्रामा लुक हामीलाई एकदमै ढिलो भइसकेको थियो हामीले कलेजमा एकचोटि पनि रिहर्सल गर्न पाएन नजिकै भएर हामीहरू हिँड्दै गयौँ अनि त्यहाँपछि हाम्रो भेन्यू चाहिँ आइपुग्यो सिद्धार्थ फुडल्यान्ड थियो त्यहाँपछि हामीहरू भित्र गएर आफ्नो इन्डिभिजुअल रेजिस्ट्रेसनहरू गऱ्यौँ त्यसपछि पर्फर्मेन्स कति नम्बरमा छ भनेर हेरिरहेको थियौँ अनि त्यसै गरेर हाम्रो कार्यक्रम पनि सुरु भइसकेको थियो अनि यो कार्यक्रम चाहिँ अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिसर्च युनिट नेपालले गर्नुभएको थियो अवेरनेस विकको बारेमा थियो जसमा चाहिँ हामीले ग्रुप ड्रामा गरेका थियौँ अनि वी वर सो नर्भस फर द रिजल्ट किनभने त्यति बेला नै रिजल्ट आउन लागेको थियो First group is not other than Kathmandu, Maldives. अनि एकदमै खुसी लागेको थियो अहिले पनि रेकर्ड गर्दाखेरि आई क्यान फिल द्याट मोमेन्ट के यति खुसी लागेको थियो लाइक आई क्यान्ट इभन एक्सप्लेन इन दिस वर्ड के एन्ड आई एम सो सुपर प्राउड फर माई होल टिम एन्ड माई सेल्फ टु अनि हामी चाहिँ एकदमै खुसी थियौँ त्यहाँपछि खानेकुरा खाएर अवार्ड पक्र्दै हामी एकदमै खुसी भइरहेको थियौँ अनि त्यहाँ कलेजमा पुग्यो बहिनीहरू चाहिँ कङ्ग्रेचुलेसन भन्दै थियो अगेन हाम्रो सन्डेको एक्जिबिसन थियो त्यही भएर हामीहरू कलेज गएर फेरि काम गर्न थाल्यौँ साँझको 4-5 बज्न लागिसकेको थियो त्यसैले छिटो सबै मिलेर काम गऱ्यो 5 बजीतिर काम भ्याएर बल्ल सबैलाई बाई 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 भन्दै थिएँ म दिस इज मी काकीबाट ट्युसन टिचर भएको जति चाहिँ गरेँ ट्युसन पढाउन त जानै पर्यो तर आजको दिन चाहिँ एनर्जी नै छुट्टै थियो कि जितेर होला सायद अनि ट्युसन स्टुडेन्ट पनि वेट गरिरहेको थिए अनि उनीहरूलाई पनि विनर भएको भने ड्रामामा फर्स्ट भए पानीपुरी र पेस्ट्रीको लागि रक पेपर सिजर खेलेका पेस्ट्री विन गर्यो अनि पेस्ट्री खुवाउन लगे यिनीहरूलाई चाहिँ अनि दे वर सो ह्याप्पी अनि बाई गाइज थ्याङ्क यू सो मच फर वाचिङ